यहाँ चाहिँ पुरै होमस्टे है। त्यही हो, मलाई चाहिँ खासै ठिक लागेन यो डाँडा। अब अहिले चाहिँ यहाँ आएर, पहिला चाहिँ बगान थियो, चिया बगान थियो, राम्रो थियो हैन। अब हुनु न गर्लफ्रेन्ड बोयफ्रेन्ड आउनेहरूको यहाँनिर डेटिङ भेटिङ गर्ने ठाउँ राम्रै थियो क्या। त्यसरी बुझौँ न, छोरी छे बुढी पनि छे, सबैजना छे है फर्स्ट टाइम। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। अहिले चाहिँ म ठ्याक्कै कन्याममा छु है। अब यहाँबाट कन्यामबाट चाहिँ म यहाँ टक्कसँगले सिरु अन्तुतिर जाँदैछु है। सिरु अन्तुको ड्रोन सट पनि हान्नेछु, भिडियो पुरा हेर्नु होला। भिडियोलाई पुरा हेरेर साथ दिनु होला ल। म सिरु अन्तुतिर गएको अब। यो गाइज, हामी चाहिँ ट्याक्क अहिले यो सिरु अन्तु छिर्ने बाटोमा छौँ है। हामी पेट्रोल पम्पबाट चाहिँ अलिक ओर आइसकेपछि चाहिँ यो बाटो चाहिँ ट्याक्क सिरु अन्तुतिर जान्छ है। यो बाटो यहाँबाट सट्ट सिरु अन्तुतिर जान्छ। अब चाहिँ हामी यहाँबाट चाहिँ टक्कसँगले सिरु अन्तुतिर भेट हुन्छ है। बाटो अस्तिको पानीले धेरै ठाउँ बाटोहरू पहिरो पनि गएको छ। पहिरो गएको छ, बाटो साँघुरो भएको छ, सानो छ। दुःख सुख गरेर आइपुग्यो हामी चाहिँ सिरु अन्तु है। एक जमानामा हामी यहाँ आउँदाखेरि एउटा घर केही थिएन, झापा झुप्री मात्रै थियो। अहिले हेर्नुपर्छ यो ठाउँ बिल्डिङ भइरहेछ है। टुरिज्म क्षेत्र भनेको टुरिज्मै क्षेत्र हुँदो रहेछ क्या। हामी त सहर बजारै भइसकेको छ पुरै। हेर पुरै बजारै भइसकेको छ त यहाँनिर त। हेर पुरै बजार। एक जमानामा आउँदा यहाँनिर। ल गाइज, फाइनली आइपुग्यो है। मेरो हातमा भारी नै भारी है, सबै भारी नै भारी छ होइन। हेर्नुपर्ने छ ल त गाइस। ठ्याक्कै अहिले हाम्रो यो कोठा नम्बर रहेको छ यहाँनिर 104 नम्बर। यहाँबाट चाहिँ बाहिर जाँदाखेरि भ्यू यस्तो दामी भ्यू देखिन्छ यहाँको है। यो सिरु अन्तुको दामी छ भ्यू। अहिले लगभग बिहान भएको छ। अब चाहिँ हामी टक्क एक लड चाहिँ राउन्ड मार्छौँ, घुमेर आउँछौँ है। देख्न सकिन्छ। तपाईहरू पनि आउनुभयो भने चाहिँ ठ्याक्क यो सिरु अन्तु पोखरी भन्ने होटल छ यहाँनिर। यो ठ्याक्क यहाँ बस्नु होला, भाडा मिलाएर लगाइदिनुहुन्छ उहाँहरूले। यहाँको बेडहरू तातो खालको जाडोमा चकाचक मजाको छ है। बबाल चाहिँ मेरो बुढीहरू यहाँ टक्क रेडी हुँदैछन् भित्र होइन। टक्क मेरो छोरी रोइरहेको चाहिँ के भन्दैछ, मेरो छोरी नि मेकअप गर्ने भन्दैछ हो। मेकअप गर्ने भन्दै रहेछ। यहाँ बाथरुम पनि छ, एट्याच बाथरुम छ यतापट्टि है। राम्रो छ बाथरुम, सफा छ, सबै बाथरुमहरू सफा छ। ठ्याक्क यहाँ टावेल सावेल सबै छ, दामी छ कोठा। लेक भ्यू होमस्टे। उकालो लास्ट उकालो छ अरे भिर। पहिला चाहिँ हामी गाइज आउँदाखेरि यहाँनिर त्यो पर कटेजहरू मात्रै थियो, जुन चाहिँ त्यो पर देखेको छ नि त्यो कटेज, त्यो मात्र थियो है। अहिले चाहिँ पुरै घरै घर छ क्या यहाँनिर। रात पर्न आँटिसक्यो है। उकालो परेछ यहाँ। मेरो
बुढीलाई हिँड्नु धाउ परिसक्यो अरे। उसलाई नै बोक्न त म सक्दिनँ होइन। यहाँ मेरो छोरीलाई पनि बोकिरहेको छु म। यहाँ त बगान, सबै बगानहरू मेटाएर यहाँ पुरै होमस्टेहरू मात्रै खुलेको रहेछ। यहाँनिर पुरा चिया बगान थियो, अहिले होमस्टेहरू बनिरहेछ। अब पछि आउँदाखेरि चिया बगानै हुँदैन होला। होमस्टे अनि यो पोखरी मात्रै बन्छ जस्तो लाग्यो गाइजहरू। यहाँ त गाइज हामी चाहिँ अहिले ठ्याक्कै अन्तु पोखरीको डाँडामा छौँ होइन। पहिला चाहिँ यहाँनिर यो यतापट्टि जुन देखिरहेछ नि यो होमस्टेहरू खोलेको रहेछ होइन। पहिला चाहिँ यहाँनिर चिया बगान थियो र कस्तो दामी भ्यूहरू देखिन्थ्यो। यहाँ मान्छेहरू हुन्छ नि माथि फोटोसोटो खिच्ने ठाउँ हुन्छ। अहिले होमस्टे खोलिदिएको रहेछ यहाँ माथिपट्टि। त्यस्तो साह्रो यसमा सबै यही जुन चिया बगानहरू थियो अहिले सबै यस्तो भएको छ। यहाँनिर चिया बगानै रहेनछ, यहाँ होमस्टे खोलेको रहेछ यहाँ होइन। पहिला हामी 8-9 वर्ष अगाडि आउँदाखेरि चाहिँ यहाँनिर प्रायः भनौँ न यो होमस्टेहरू कटेजहरू नै त्यति थिएन। यहाँ पर एउटा अन्तु कटेज भनेर थियो होइन, त्यही मात्र थियो। यो जुन देखिराख्नुभएको यो रुख छ, यो रुख त हामी पहिला यहाँ आउँदाखेरि बिरुवा थियो। यो रुख अहिले ठुलो रुख भइसकेको छ। आउनु त धेरैचोटि आइएको छ, तर यहाँ आज आउँदाखेरि चाहिँ होमस्टे, यहाँनिर होमस्टे खोलेको रहेछ होइन। अब यहाँ चाहिँ अलिकति होमस्टे भन्दा पनि यहाँ चाहिँ टक्कसँगले यो चिया बगानै भइदिएको भए चाहिँ दामी देखिन्थ्यो। यो माथिको भाग कस्तो दामी देखिन्थ्यो, अहिले धेरै फरक देखेँ। यहाँभन्दा त मैले कहाँ दामी देखेँ भन्दाखेरि यो परपट्टि जुन डाँडा देखिरहेको छ अन्तु, यो के भन्छ यो जुन हामी घाम निस्केको हेर्छौँ त्यहाँनिर चाहिँ बबाल छ जस्तो लाग्यो मलाई त्यतातिर। यहाँबाट कस्तो दामी देखेको छ त्यो ठाउँ चाहिँ। अब यहाँनिर चाहिँ यस्तै हो, बेलुका परिसक्यो है, रात पर्न आँटिसक्यो। अब घाम डुब्न आँट्यो पुरै घाम। अब यहाँ हामी चाहिँ माथि दामी छ होला भनेर यसो फोटोसोटो खिच्नु भनेर चढेको, तर रहेनछ। यहाँ त सबै उयो भइसकेछ, होमस्टे खुलेको रहेछ होइन। त्यही हो, ठिकै छ, केही छैन। ठाउँ जे भएन राम्रो छ। नाच्नु स्टार्टिङ भइसक्यो यहाँ। र गाइज हामी चाहिँ ठ्याक्कै यहाँ आएर होटल जुन हामी कोठा लिएर बसेको यहाँ आइपुगेको छौँ। यहाँनिर अन्तु पोखरीमा छौँ हामी चाहिँ ठ्याक्कै भन्नुपर्दाखेरि।
ल त गाइज अब चाहिँ हामी टक्क बिहानै उठेर है एकदम राम्रो घाम लागेछ है। अब यो फुलको रस यति मिठो लाग्छ गाइजहरू मलाई है। यो फुलको हुन्छ नि, यो फुल ठ्याक्क चुड्ने यहाँबाट रस निस्किन्छ क्या। यसमा चाहिँ रहेनछ मात्रै फुलको रस निस्किन्छ। अब्बर मिठो हुन्छ यो रस, गुलियो चिनी लाग्यो जस्तै। म यसको टुप्पो निकै नै खान्थेँ। हामी चाहिँ ट्याक्कै उता होटलमा बसेको थियौँ, यो अन्तु पोखरी है। यहाँ माथि चाहिँ है यो जुन डाँडा थियो यो मेन डाँडा लाग्थ्यो मलाई चाहिँ क्या। आउँदाखेरि अब अरूलाई कस्तो के लाग्छ थाहा छैन होइन, मलाई चाहिँ मेन डाँडा लाग्थ्यो। तर यो डाँडाको माथि चाहिँ अहिले होमस्टेहरू खोलेको रहेछ। होमस्टे खोलेपछि चाहिँ अलिकति नराम्रो देखिँदो रहेछ माथि चाहिँ। अन्त पहिला पुरा चिया बगानै बगान होइन, हरियाली थियो माथि। तर होमस्टे खोलेर माथि पुरै ग्राउन्ड जस्तो पुरै है छ। अहिले म माथि चढेर पनि देखाउँछु। यहाँ अब हुन्छ नि श्रीअन्तुमा धेरै होमस्टेहरू खोल्नु थालेको रहेछ है। जुन हरियाली हुन्छ त्यो बिगारेर चाहिँ खोल्दाखेरि चाहिँ अलिकति चाहिँ मलाई चाहिँ मन परेन। जुन चिज हेर्न आउँछन् त्यही चिजलाई मासेपछि कामै छैन नि होइन। ल पहिला हामी आउँदाखेरि चाहिँ यो चाहिँ बिरुवा थियो, अहिले रुख भएको छ है। यत्रो ठुलो रुख छ, हाम्रो हातले नभेटिने रुख छ। ल यहाँबाट हो नि त हेर्ने दृश्य है देख्न सक्नुहुनेछ। सबै होमस्टे छ। पहिला यहाँ चिया बगान थियो भने यहाँ सबै चिया बगान थियो पहिला। अहिले होमस्टेहरू खोलेको छ सबै यहाँनिर। अलिकति यो चाहिँ मलाई पनि ठिक लागेन, खासै राम्रो लागेन। मेन यो डाँडा यस्तो बवाल थियो पहिला होइन। तर होमस्टेहरू खोलेपछि चाहिँ अलिकति राम्रो देख्छ। ल हिमाल देख्न सकिन्छ, पर हिमाल देखिरहेछ। कुन हिमाल हो त्यो थाहा छैन होइन। कस्तो दामी देखिरहेछ हिमाल हो। यहाँबाट हामी कन्याम पनि देख्न सक्छौँ। त्यो कन्यामको सल्लाहघाटीहरू सबै देखिरहेछ होइन। ल गाइज अब चाहिँ ठ्याक्कै अहिलेको बिहानको 8:30 भएको छ होइन। ल यहाँ चाहिँ पुरै होमस्टे है। त्यही हो, मलाई चाहिँ खासै ठिक लागेन यो डाँडा। अब अहिले चाहिँ यहाँ आएर पहिला चाहिँ बगान थियो, चिया बगान थियो, राम्रो थियो होइन। अब हुनु न गर्लफ्रेन्ड बोयफ्रेन्ड आउनेहरूको यहाँनिर डेटिङ भेटिङ गर्ने ठाउँ राम्रै थियो क्या। त्यसरी बुझौँ न। बात त सही है, दौडना त पर्ता है। र पनि जे छ ठिकै छ। आज लगभग धेरै वर्ष पछाडि आएको हो म चाहिँ यहाँ। लगभग 2-3 वर्षै भयो होइन। त्योभन्दा अगाडि आइएको थियो, वाइफसँग आइएको थियो होइन। आज चाहिँ म छोरीलाई लिएर चाहिँ फर्स्ट टाइम भनौँ न यहाँ आएको छु। छोरी छे, बुढी पनि छे, सबैजना छे है। फर्स्ट टाइम 3 जना फ्यामिली। अब म नेक्स्ट समय भनेको यहाँ पछि गएर म आमा भाइहरूसँग पनि आउनुपर्ने छ यो ठाउँमा। ल त गाइज यस्तै हो है। अब भनेको चट्टसँगले चाहिँ कता गए मेरा फ्यामिलीहरू, कता गए थाहा छैन होइन। ल गाइजहरू भिडियोलाई पुरा हेर्नु होला, च्यानललाई सब्सक्राइब गर्नु होला, लाइक कमेन्ट सेयर गर्न पनि नबिर्सिनु होला। र
कमेन्ट गरेर चाहिँ प्रतिक्रिया दिनु होला है। म पनि प्रोफेसनल ब्लगर त होइन, म पनि एउटा नयाँ नै ब्लगर हो है। ब्लगरै चाहिँ नभनौँ, नयाँ युट्युब खोलेको छु मैले पनि। त्यसको लागि चाहिँ साथ र सपोर्ट चाहियो तपाईँहरूको म तपाईँहरूको पनि साथ सपोर्ट गर्छु। जति पनि युट्युबर साथीहरू हुनुहुन्छ च्यानललाई सब्सक्राइब गरिदिनु होला तपाईँहरूलाई पनि म गरिदिनेछु। हाम्रो घोडी देख्न सकिन्छ। घोडी रिसाइरहेको छ नि, मलाई खालि चढाउँछन् मात्रै भनेर घोडी रिसाइरहेको छ नि। घोडा हो कि घोडी हो? घोडा रहेछ, घोडा हो नि। र गाइस मेरो फ्यामिली चाहिँ यहाँ बसिरहेको छ नि। हिजोदेखि चटपटे खाने भनिरहेको थिएँ हो। बिहान चटपटा हानी नाँटी भरे भुँडी दुखो भनेर फेरि घुर्की लाउने कि भुँडी दुखेर। यहाँ मेरो छोरीले के खाँदैछ यस्तो अँधेर आयो यताबाट त काली पो देखेर मान्छे पनि। नानी के खाएको? के खाएको? मलाई खोइ, मलाई खोइ। ल यहाँनिर चाहिँ धमाधम चटपटे बनाउने कार्यक्रम भइरहेछ। यहाँलाई नै चटपटे दोकान छ। ल हाम्रो यात्रा चाहिँ यस्तै भयो है यहाँनिरको। अब अहिले एकचोटि म फ्यामिलीसँग टक्कसँगले यस्तो राउन्ड मार्छु एकचोटि। अब चाहिँ हामी यहाँबाट ट्याक्कसँगले यसो घुमेर चिया बगान छ यता पछाडि है। होमस्टेहरू पनि छ धेरै नै। के खाउँ भयो गाइज। गोजीमा यसो छामेको खानेकुरा रहेछ क्या। चक्लेट, पाहाडको चक्लेट, अर्ग्यानिक चक्लेट। अहिले हामी यहाँबाट यसो घुमेर राउन्ड मारेर चाहिँ उताडि निस्किन्छौँ। अब्बरै घाम लागेको अवस्था है। यहाँ चाहिँ अब धेरै कटेजहरू भइसकेछन्। आउनु नानी। हामी चाहिँ पहिला आएर यता माथितिर बसेको थियौँ होइन। अहिले चाहिँ हामी ठ्याक्कै पोखरीको छेउमा बसेको थियौँ। यहाँनिर चाहिँ राति यो लाइटहरू यस्तो दामी बबाल देखिन्छ यहाँनिर है। त्यही हो, तर पहिला जस्तो त्यस्तो हरियाली छैन जस्तो पहिला देखेको थियो। पहिला त्यस्तो हरियाली चाहिँ छैन। एक्सर्साइज तरै हुँदैछ आज छोरीको। चामलसँग पिठो नै साटी छिन्, हाम्री आमा साह्रै बाठी छिन्। सयपत्री फुल ढकमक्क फुलेको छ।
है। वर्षमा एकचोटि फुल्ने फुल सयपत्री फुल। ल त गाइज, आजको लागि भिडियो यति नै। जति पनि यो भिडियोलाई साथीहरूले हेर्दै हुनुहुन्छ च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। हस् त, आजको लागि बाई बाई।